जय श्री कृष्ण। श्रीमद् भगवद गीता यथारूपको अध्याय 11 को विस्तृत श्लोकहरूको आज हामी यस भागमा चर्चा गर्नेछौँ। अध्याय 11 लाई विराट स्वरूप पनि भनेर भन्ने गरिएको छ। यस अध्यायले भगवान श्रीकृष्णलाई नै सबै कारणहरूका मूल कारण साबित गरेको छ। जसबाट यो भौतिक जगतको उत्पत्ति भयो ती महाविष्णुका पनि कारण श्रीकृष्ण नै हुनुहुन्छ। श्रीकृष्ण अवतार हुनुहुन्न, उहाँ सबै अवतारहरूका स्रोत हुनुहुन्छ। यसभन्दा पूर्वको अध्यायमा पनि यस कुराको पूर्ण व्याख्या भइसकेको छ। जहाँसम्म अर्जुनको प्रसङ्ग छ उनी भन्छन्, अब मेरो भ्रम हट्यो। यसको अर्थ हो अर्जुनले भगवान श्रीकृष्णलाई अब एउटा साधारण मानिस र आफ्नो मित्र मात्र नभएर सबै वस्तुहरूका मूल स्रोत हुनुहुन्छ भनेर महसुस गरे। अर्जुन अत्यन्त प्रबुद्ध व्यक्ति हुन्। श्रीकृष्ण जस्ता महान व्यक्तित्वलाई आफ्ना मित्रका रूपमा पाउँदा उनी साह्रै प्रसन्न छन्। तर यहाँ उनले के सोच्न थालेका छन् भने मैले कृष्णलाई हरेक वस्तुका स्रोत मानेको छु, तर अरूले नमान्न सक्दछन्। त्यसैले यस अध्यायमा सबैका दृष्टिमा भगवान श्रीकृष्णको अलौकिकता स्थापित गर्नका लागि उनले श्रीकृष्णसँग आफ्नो विराट रूपको दर्शन दिन अनुरोध गरे। वास्तवमा अर्जुनले जस्तै भगवान श्रीकृष्णको विराट रूपको दर्शन गर्दा मानिसहरू भयभीत हुन्छन्। त्यसैले श्रीकृष्णले अर्जुनलाई विराट स्वरूपको प्रदर्शन गराइसक्नु भएपछि त्यो विराट रूपलाई फेरि आफ्नो वास्तविक रूपमा रूपान्तरित गर्नुभयो। श्रीकृष्णले अर्जुनलाई बारम्बार जे भन्नुहुन्थ्यो त्यो उनकै हितका लागि भन्नुहुन्थ्यो भन्ने कुरामा अर्जुन सहमत भएका छन्। अन्ततः जे भइरहेको छ त्यो सबै भगवान श्रीकृष्णका कृपाले भइरहेको छ भन्ने तथ्यलाई अर्जुनले स्वीकार गरे। श्रीकृष्ण सम्पूर्ण कारणहरूका पनि कारण हुनुहुन्छ र परमात्मा बनेर हरेकका हृदयमा उपस्थित हुनुहुन्छ भन्ने विश्वास पनि अब अर्जुनलाई भयो। यहाँ अर्जुन अत्यन्त प्रसन्न देखिएका छन्। उनले भगवान श्रीकृष्णलाई कमल नयन भनेर सम्बोधन गरेका छन्। कमलका दल पत्र जस्ता मनोहर आँखा भएकाले श्रीकृष्णलाई कमल नयन भनिएको हो। 7औं अध्यायमा यो सधैँ भौतिक जगतको उत्पत्ति र प्रलयको कारण मै हुँ भनेर भगवान श्रीकृष्णले अर्जुनलाई विश्वस्त पारिसक्नु भएको छ। भगवानबाट अर्जुनले यस विषयमा विस्तारपूर्वक श्रवण गरिसकेका छन्। सम्पूर्ण जगतका उत्पत्ति र विनाशका कारण भएर पनि भगवान यो जगतभन्दा अलग्गै हुनुहुन्छ भन्ने ज्ञान अर्जुनलाई छ। म सर्वव्यापी छु तापनि सबै स्थानमा उपस्थित हुन्न भनेर भगवानले 9औं अध्यायमा भन्नुभएको छ। श्रीकृष्णको अचिन्त्य ऐश्वर्य भनेको यही हो। अर्जुनले यो कुरा राम्रोसँग बुझेको छु भनेर स्वीकार गर्दछन्। भगवान भन्नुहुन्छ, म मेरो निजी स्वरूपमा यो भौतिक ब्रह्माण्डभित्र प्रवेश गरेको हुनाले नै यो सृष्टि प्रकट भएको हो र मेरो कारणले यो चलिरहेको छ। अब जहाँसम्म अर्जुनको प्रश्न छ उनी भगवान श्रीकृष्णकै वचनद्वारा प्रोत्साहित भइरहेका छन्। तर श्रीकृष्णलाई एउटा सामान्य मानिस ठान्न सक्ने भविष्यका मानिसहरूलाई विश्वस्त पार्नका लागि अर्जुनले भगवानलाई उहाँको वास्तविक विश्व रूपमा देख्न चाहेका हुन्। उनलाई भगवान सृष्टिभन्दा पृथक रहेर पनि ब्रह्माण्डभित्रबाट कसरी काम गरिरहनुहुन्छ भन्ने देखाउन इच्छा लागेको छ। यहाँ अर्जुनले भगवानलाई पुरुषोत्तम भनेर सम्बोधन गर्नु पनि महत्त्वपूर्ण छ। उनी भगवान हुनुभएकाले स्वयं अर्जुनभित्र पनि उहाँको उपस्थिति छ। त्यसैले भगवान अर्जुनको इच्छा बुझ्नुहुन्छ। अर्जुन भगवानको साक्षात् कृष्ण रूप नै देखेर पूर्णतया सन्तुष्ट थिए। त्यसैले उनलाई उहाँको विश्वरूपको दर्शन गर्न कुनै विशेष इच्छा थिएन। तर अर्जुन अरूलाई विश्वस्त पार्नका लागि मात्रै पनि भगवानको विराट रूपको दर्शन गर्न चाहन्छन् भन्ने कुरा पनि भगवान श्रीकृष्णलाई थाहा थियो। अर्जुनलाई यस कुराको पुष्टि गरिरहने कुनै विशेष इच्छा थिएन। आफूलाई ईश्वरको अवतार प्रमाणित गर्न चाहने भविष्यका दूतहरूका अगाडि अर्जुन एउटा आदर्श स्थापित गर्न चाहन्छन्। त्यसैले उनी विराट रूपको दर्शन गर्न इच्छा गरिरहेका छन् भन्ने कुरा श्रीकृष्णले बुझ्नु भएको थियो। अन्ततः जसले आफूलाई भगवान श्रीकृष्ण हुँ भन्ने दाबी गर्न चाहन्छन् ती सबै सावधान रहन्। त्यस्ता व्यक्तिले आफ्नो दाबीको पुष्टिका लागि विराट रूप देखाउन पनि तयार रहनु पर्दछ। भनिन्छ, भौतिक इन्द्रियद्वारा भगवान श्रीकृष्णलाई न देख्न सकिन्छ, न सुन्न सकिन्छ, न बुझ्न सकिन्छ, न त अनुभव नै गर्न सकिन्छ। सुरुदेखि नै भगवानको दिव्य प्रेम तथा सेवामा संलग्न रहेको मानिसले मात्र आफ्नो अनुभूतिद्वारा भगवानलाई देख्न सक्दछ।
प्रत्येक जीव एउटा आध्यात्मिक स्फुलिङ्ग हो। अन्ततः भगवानलाई देख्न र बुझ्न उसका लागि सम्भव छैन। भक्तका रूपमा अर्जुनलाई आफ्नो चिन्तन शक्तिप्रति विश्वास छैन, बरु एउटा जीवात्मा भएकाले उनी आफ्ना सीमाहरू तथा श्रीकृष्णको अकल्पनीय स्थितिलाई स्वीकार गर्दछन्। एउटा क्षुद्र जीवले असीम आनन्दलाई बुझ्नु सम्भव छैन भन्ने कुरा अर्जुन जान्दथे। अर्जुन भगवान श्रीकृष्णलाई विराट रूपमा देख्न चाहन्थे। त्यो विराट रूप अलौकिक भएर पनि सम्पूर्ण सृष्टिकै निम्ति प्रकट गरिन्छ। त्यसैले त्यो रूप भौतिक प्रकृतिको अस्थायी कालचक्रको अधीनस्थ हुन्छ। जसरी भौतिक प्रकृति कहिले प्रकट हुने र कहिले अप्रकट रहने गर्दछ, त्यसै गरी भगवान श्रीकृष्णको यो विश्वरूप पनि कहिले प्रकट हुन्छ र कहिले अप्रकट। यो विश्वरूप श्रीकृष्णका अन्य रूपहरू जस्तै आध्यात्मिक जगतमा सधैँ विद्यमान रहँदैन। जहाँसम्म भक्तहरूको कुरा छ, उनीहरू विराट रूपमा देख्नका लागि त्यति उत्सुक हुँदैनन्। तैपनि अर्जुन भगवानलाई यस्तो रूपमा देख्न चाहन्थे। फलस्वरूप भगवान कृष्ण आफ्नो विराट स्वरूपको प्रदर्शन गर्नुभयो। यो विराट रूप कुनै अन्य साधारण मानिसद्वारा देख्न सम्भव छैन। विराट रूपको दर्शनका लागि श्रीकृष्णले नै विशेष शक्ति दिनुपर्दछ। अर्जुन भगवान श्रीकृष्णका घनिष्ठ मित्र तथा विद्वानहरूमा अग्रणीय थिए, तापनि अहिलेसम्म उनलाई श्रीकृष्णका बारे सम्पूर्ण कुरा जान्न सम्भव भएको थिएन। यहाँ भनिएको छ, यी सम्पूर्ण रूप र प्रस्तुतिहरूलाई यसअघि कुनै पनि मानिसले कहिले पनि जानेको वा सुनेको थिएन। यी आश्चर्यजनक रूपहरूलाई अहिले भगवान श्रीकृष्णले देखाउँदै हुनुहुन्छ। एकै ठाउँमा बसेर कसैले पनि सम्पूर्ण विश्व ब्रह्माण्डको दर्शन गर्न सक्दैन। ठुला ठुला वैज्ञानिकहरू पनि विश्वका अन्य भागमा के भइरहेछ भन्ने कुरा जान्न सक्दैनन्। तर अर्जुन जस्ता भक्तले ब्रह्माण्डका कुनै पनि भागमा विद्यमान हरेक वस्तुहरू एकै ठाउँमा बसेर देख्न सक्दछन्। भगवानले भूत, भविष्य र वर्तमानका जुनसुकै वस्तु पनि देख्न सक्ने शक्ति उनलाई दिनुहुन्छ। यस प्रकार भगवान श्रीकृष्णका कृपाले अर्जुन सबै कुरा देख्न समर्थ भए। शुद्ध भक्तले भगवानको दुई भुजाधारी रूप बाहेक अरू कुनै रूपको दर्शन गर्ने इच्छा राख्दैन। भक्तले त भगवानको कृपाले प्राप्त दिव्य दृष्टि नै उहाँको विराट स्वरूपको दर्शन गर्नुपर्दछ, मनद्वारा होइन। भगवान श्रीकृष्णको विराट रूप हेर्नका लागि अर्जुनलाई मन परिवर्तन गर्न होइन, दृष्टि परिवर्तन गर्न भनिएको थियो। भगवान श्रीकृष्णको यो विराट रूप त्यति महत्त्वपूर्ण छैन, यो कुरा आगामी श्लोकहरूमा स्पष्ट हुनेछ। तैपनि अर्जुनले उक्त विराट स्वरूपको दर्शन गर्ने इच्छा गरेकाले उनलाई भगवान श्रीकृष्णले यस्तो स्वरूप देख्न सक्ने विशिष्ट दृष्टि प्रदान गर्नुभयो। भगवान श्रीकृष्णसँगको दिव्य सम्बन्धमा राम्रोसँग आबद्ध भएका भक्तहरू भगवानका प्रेमपूर्ण रूपहरूबाट त आकर्षित हुन्छन्, तर ईश्वरविहीन ऐश्वर्यको प्रदर्शनबाट आकृष्ट हुँदैनन्। श्रीकृष्णका बालसखाहरू, उहाँका साथीहरू र उहाँका बुबा आमाले कहिले पनि श्रीकृष्णको ऐश्वर्यको प्रदर्शन गरून् भन्ने चाहना गरेनन्। उनीहरू श्रीकृष्णका प्रेममा कतिसम्म डुबेका थिए भने उनीहरूलाई श्रीकृष्ण भगवान हुनुहुन्छ भन्ने सम्म पनि जानकारी थिएन। यी श्लोकहरूमा बारम्बार दोहोरिएको अनेक शब्दले अर्जुन जुन विश्वरूप देख्न चाहन्थे त्यस रूपमा हात, मुख र पाउहरूको सङ्ख्या असीमित थिए भन्ने सङ्केत गर्दछ। यो विश्वरूप पुरै ब्रह्माण्डभरि फैलिएको थियो, तैपनि भगवानका कृपाले अर्जुनले एकै ठाउँमा बसेर त्यो सबै देख्न सकेका थिए। भगवान श्रीकृष्णको अचिन्त्य शक्तिका कारणले यस्तो हुन सम्भव भएको थियो। अर्जुनले जे देखे त्यो वर्णन गर्नै नसकिने किसिमको थियो। तैपनि सञ्जयले धृतराष्ट्रलाई त्यो अद्भुत दर्शनको एउटा मानसिक चित्र दिने प्रयास गरिरहेका छन्। त्यहाँ त न सञ्जय उपस्थित थिए न धृतराष्ट्र, तर भगवान व्यासका रूप कृपाले सञ्जयले त्यहाँ जे भइरहेको थियो सबै देख्न सक्थे। यसरी उनले बुझ्न सहज होस् भनी हजारौँ सूर्य भन्ने एउटा विचित्रको काल्पनिक घटनासँग त्यस अवस्थाको तुलना गरे। यहाँ यो तत्र त्यहाँ शब्द निकै महत्त्वपूर्ण छ। अर्जुनले विश्वरूप देख्दा भगवान श्रीकृष्ण र अर्जुन दुवैजना रथमा रहनुभएको थियो। यहाँ त्यसैको सङ्केत गरिएको छ। युद्धभूमिमा रहेका अन्यले यो विश्वरूप देख्न सकेनन्, किनभने भगवान श्रीकृष्णले अर्जुनलाई मात्र त्यस्तो दृष्टि प्रदान गर्नुभएको थियो। अर्जुनले श्रीकृष्णका शरीरमा हजारौँ हजार लोकहरू देखे,
सृष्टिमा धेरै ब्रह्माण्डहरू र धेरै लोकहरूको अस्तित्व रहेको कुरा हामी वैदिक शास्त्रहरूबाट थाहा पाउँदछौँ। ती लोकहरूमध्ये कुनै माटोबाट निर्मित, कुनै सुनबाट निर्मित र कुनै रत्नहरूबाट निर्मित छन्, तथा ती लोकहरू कुनै धेरै ठुला र कुनै सामान्य प्रकारका छन्। आफ्नै रथमा बसेर अर्जुनले यी सबैको दर्शन गरे, तर अरूले अर्जुन र भगवान कृष्णका बीच के भइरहेको छ भन्ने कुरा केही बुझ्नै सकेनन्। एकपटक दिव्य दर्शन पाउने बित्तिकै भगवान श्रीकृष्ण र अर्जुनको सम्बन्ध तुरुन्त परिवर्तन भयो। पहिले श्रीकृष्ण र अर्जुनको सम्बन्ध मित्रतामा आधारित थियो, तर विश्वरूपको दर्शन पाएपछि अर्जुनले श्रीकृष्णलाई बडो आधार साथ प्रणाम गरिरहेका छन् र हात जोडेर उहाँको प्रार्थना गरिरहेका छन्। अर्जुन भगवान श्रीकृष्णको विश्वरूपको प्रशंसा गरिरहेको छन्। यसरी अर्जुनको सम्बन्ध मित्रतामा होइन, बरु आश्चर्यमा आधारित हुन गयो। महान भक्तहरू भगवान श्रीकृष्णलाई सम्पूर्ण सम्बन्धहरूका भण्डारको रूपमा देख्दछन्। शास्त्रहरूमा 12 प्रकारका आधारभूत सम्बन्धहरूको उल्लेख छन् र ती सबै श्रीकृष्णमा विद्यमान छन् भनिन्छ। भगवान सम्पूर्ण सम्बन्धहरूका सागर हुनुहुन्छ। त्यो दुई प्रणाली बीचको पारस्परिक सम्बन्ध होस् वा देवताहरू बीचको सम्बन्ध होस् या भक्त र भगवानको बीचको सम्बन्ध होस्। यहाँ अर्जुन आश्चर्यमय सम्बन्धबाट प्रेरित छन्। उनी स्वभावैले गम्भीर र शान्त भए तापनि त्यही आश्चर्यमय भावना रहेर आनन्दित भए, रोमाञ्चित भए र हात जोडेर भगवानलाई प्रणाम गर्न थाले। उनी निश्चय नै भयभीत थिएनन्। उनी भगवानको आश्चर्यपूर्ण दर्शनबाट प्रभावित बनेका थिए। तत्कालीन परिवेश आश्चर्यमय थियो। उनको स्वाभाविक प्रेमपूर्ण मित्रता आश्चर्यबाट अभिभूत भएको हुनाले उनले आफ्नो प्रतिक्रिया यसरी व्यक्त गरे। अर्जुनले ब्रह्माण्डका हरेक वस्तुहरूलाई त्यहाँ देखे। ब्रह्माण्डका प्रथम प्राणी ब्रह्माजी त्यहाँ देखिएर ब्रह्माण्डको तल्लो भागमा रहने त्यो दिव्य सर्प नाग पनि देखियो, जसमा गर्भदशकीय विष्णु शयन गर्नुहुन्छ। यो सर्परूपी शैयालाई वासुकी भन्दछन्। वासुकी नागका नामले चिनिने अर्को पनि एउटा सर्प छ। अर्जुनले गर्भदशकीय विष्णुदेखि लिएर ब्रह्माण्डका शीर्ष भागमा निवास गर्ने विश्वका प्रथम जीव कमलासन ब्रह्माजीसम्म देखे। यसको तात्पर्य हो अर्जुनले आदिदेखि अन्त्यसम्म हरेक वस्तुलाई एकै ठाउँमा आफ्नै रथमा बसेर देखिरहेका थिए। यो कुरा भगवान श्रीकृष्णका कृपाले सम्भव भएको थियो। श्रीकृष्ण साक्षात् भगवान हुनुहुन्छ र असीम हुनुहुन्छ, त्यसैले उहाँका माध्यमबाट हरेक कुरा देख्न सकिन्छ। भगवानका षड ऐश्वर्यका विस्तारको कुनै सीमा छैन। यहाँ र अन्यत्र पनि भगवानका गुणहरूको बारम्बार वर्णन गरिएको छ, तर शास्त्र अनुसार भगवान श्रीकृष्णका महिमाको पुनरुक्ति हुनुलाई साहित्यिक कमजोरी मानिँदैन भनिन्छ। भाव विभोर भएका समयमा, आश्चर्यचकित भएका समयमा र हर्ष विभोर भएका समयमा प्रसङ्गहरू बारम्बार दोहोरिन्छन्, त्यो कुनै दोष होइन। सम्पूर्ण लोकका देवताहरू विश्वरूप भगवानको विकराल रूप र जाजलवान तेजबाट भयभीत भएर रक्षाका लागि उहाँको प्रार्थना गर्न लागे। भगवान शिवका सबै रूपहरूले अर्थात् 11 रुद्रले, आदित्यहरूले, वसुहरूले, साध्यहरूले, विश्वदेवहरूले, 2 अश्विनी कुमारहरूले, वायुहरूले, पितृहरूले, गन्धर्वहरूले, यक्ष, असुर तथा सिद्ध देवताहरूले आश्चर्य मानेर हजुरलाई नै हेरिरहेका छन्। हे महाबाहु, धेरै धेरै अनुहार, आँखा, हात, जाङ, गोडा, पेट र भयङ्कर दाँतहरू सहितको हजुरको विराट रूपलाई देखेर देवताहरूका साथै सबै लोकहरू व्याकुल भइरहेका छन् र मेरो पनि त्यही स्थिति छ। हे सर्वव्यापी विष्णु, ठुला ठुला ज्योतिर्मय आँखा भएको, मुख खोलेको र धेरै तेजिलो रङ रूपले आकाशलाई छोइरहेको हजुरको विराट रूपलाई देखेर डरले मेरो मन व्याकुल भएको छ। यस समय न मैले धैर्य धारण गर्न सकिरहेको छु, न त मानसिक सन्तुलन नै। हे देवेश, हे जगनिवास, कृपया मसँग प्रसन्न हुनुहोस्। हजुरको यस प्रकारको विकराल दाँत र काल समान
दन्किरहेको आगोको ज्वाला जस्तो अनुहार देखेर मैले आफूलाई सन्तुलित राख्न सकिरहेको छैन। म सबैतिरबाट दिग्भ्रमित भइरहेको छु। आफ्ना सम्पूर्ण सहयोगी राजाहरूका साथमा धृतराष्ट्रका सबै छोराहरू तथा भीष्म, द्रोण, कर्ण र हाम्रा तर्फका प्रमुख योद्धाहरू समेत हजुरको भयङ्कर मुखमा प्रवेश गरिरहेका छन्। अझ कसैका शिर हजुरका दाँतका बिचमा पिसिएर दाँतका बिचमा धुलो भएको पनि देखिरहेको छु। त्यसैले उठ, लड्नका लागि तयार हौ, विजयको यश प्राप्त गर, शत्रुहरूलाई जितेर सम्पूर्ण राज्यको भोग गर। तिनीहरूलाई मैले अगाडि नै मृत्युको मुखमा पुर्याइसकेको छु। अन्ततः हे सभ्यसाची, तिमी लडाइँको एउटा माध्यम मात्र बनिदेऊ। जसरी नदीका तरङ्गहरू समुद्रमा प्रभावित हुन्छन्, त्यसै गरी यी सम्पूर्ण महान योद्धाहरू पनि हजुरको प्रज्वलनशील मुखबाट प्रवेश गर्दैछन्। जसरी पुतलीहरू आफ्नै विनाशका लागि अन्त्यमा जोडले जलिरहेको आगो या बत्तीमा प्रवेश गर्दछन्, त्यसै गरी सबै मानिसहरू पूर्ण गतिमा साथ हजुरका मुखमा प्रवेश गरिरहेका छन्। यति भन्नसाथ भगवान श्रीकृष्णले फेरि पनि दोहोऱ्याएर भन्नुभयो, त्यसैले उठ, लड्नका लागि तयार हौ, विजयको यश प्राप्त गर। द्रोण, भीष्म, दशरथ, कर्ण र अन्य महान योद्धाहरूलाई मैले अगाडि नै संहार गरिसकेको छु। अन्ततः तिमी तिनलाई मार, विचलित नहौ, केवल युद्ध मात्रै गर। तिमीले यस युद्धमा आफ्ना शत्रुहरूको विनाश गर्नेछौ। प्रत्येक योजनाका योजनाकार भगवान हुनुहुन्छ तापनि उहाँको इच्छा अनुसार उहाँका योजनाहरूलाई अघि बढाउने भक्तहरूलाई उहाँले त्यो श्रेय प्रदान गर्नुहुन्छ, किनभने भगवान आफ्ना भक्तहरूप्रति अति नै दयालु र कृपालु हुनुहुन्छ। त्यसैले हरेक व्यक्तिले आफ्नो जीवनलाई कृष्ण भावनामय क्रियाकलापप्रति गतिशील बनाउनु पर्दछ र गुरुबाट भगवान सम्बन्धी ज्ञान प्राप्त गर्नु पर्दछ। भगवानका योजनाहरू बुझ्न भगवानकै कृपा आवश्यक हुन्छ र भक्तका योजनाहरू पनि भगवानका योजना सरह कल्याणकारी हुन्छन्। यस्तै दिव्य योजनाहरूको अनुसरण गरेर मानिस आफ्नो जीवन सङ्घर्षमा विजयी हुनुपर्दछ। सञ्जयले धृतराष्ट्रसँग भने, हे राजन, भगवानका यी वाचनहरू सुनेर अर्जुनले थरथर काम्दै हात जोडेर बारम्बार प्रणाम गरे अनि डराई डराई गदगद स्वरमा यसो भने, भगवानका विराट रूपको प्रदर्शनले जुन स्थितिको सृजना भयो त्यसको व्याख्या अगाडि पनि गरिसकिएको छ र त्यही कारणले गर्दा अर्जुन आश्चर्यचकित भए अनि गदगद बाणीले भगवानको प्रार्थना गर्दै मित्रका रूपमा होइन एउटा भक्तको रूपमा उहाँलाई बारम्बार प्रणाम गर्न थाले। अर्जुनले भने, हे ऋषिकेश, हजुरको नाम सुनेर सम्पूर्ण जगत हर्षित भइरहेको छ र हरेक व्यक्ति हजुरप्रति आसक्त भइरहेको छ। सिद्ध पुरुषहरू हजुरलाई सादर अभिवादन अर्पण गरिरहेका छन् र असुरहरू डरले यता र उता भागाभाग गरिरहेका छन्। यो ठिकै हो। हे महान, हजुर ब्रह्मा भन्दा पनि ठुलो सबैका आदि स्रष्टा हुनुहुन्छ अनि उहाँहरूले हजुरलाई सादर नमस्कार किन नगरून्? हे अनन्त, हे देवेश, हे जगनिवास, हजुर सबै कारणहरूका पनि कारण र अभिजय स्रोत हुनुहुन्छ अनि यो भौतिक जगतभन्दा पनि पर हुनुहुन्छ। यस प्रकार बारम्बार प्रणाम गरेर अर्जुनले भगवान श्रीकृष्ण हरेकका पूजनीय हुनुहुन्छ भन्ने सङ्केत गरेका छन्। उहाँ सर्वव्यापी हुनुहुन्छ र हरेक आत्माको पनि आत्मा हुनुहुन्छ। अर्जुनले श्रीकृष्णलाई महात्म्य भनेर सम्बोधन गरेका छन्। यसको अर्थ हो उहाँ सर्वाधिक उदार तथा अनन्त हुनुहुन्छ। अनन्त शब्दले भगवानको शक्ति र प्रभावले नढाक्ने कुनै वस्तु छैन भन्ने सङ्केत गर्दछ भने देवेश शब्दले उहाँ सबै देवताहरूका नियन्त्रण हुनुहुन्छ र ती सबैभन्दा माथि हुनुहुन्छ भन्ने बुझाउँदछ। हजुर सबैभन्दा प्राचीन आदिदेव हुनुहुन्छ। यो विश्व ब्रह्माण्डका परम आधार हुनुहुन्छ। हजुर नै सबै वस्तुका ज्ञाता हुनुहुन्छ र स्वयं सम्पूर्ण रूपले जान्न योग्य पनि हुनुहुन्छ। हजुर भौतिक गुणहरूभन्दा माथि रहने सबैका आधारहरू हुनुहुन्छ भने हे अनन्त रूप, यो सम्पूर्ण सृष्टि हजुर व्यक्त हुनुहुन्छ। हजुर नै वायु, यमराज, अग्नि, वरुण, चन्द्रमा, सृष्टिका प्रथम जीव ब्रह्मा र बुढा हजुर बुबा पनि हुनुहुन्छ। त्यसैले हजुरलाई हजार पटक नमस्कार छ र बारम्बार नमस्कार छ। हजुरलाई अगाडि पछाडि र चारैतिरबाट नमस्कार छ। हे अनन्त शक्ति, हजुर र अनन्त पराक्रमका स्वामी हुनुहुन्छ तथा सर्वव्यापक हुनुहुन्छ। यसरी हजुर सबै हुनुहुन्छ।
श्रीकृष्णको प्रेममा डुबेका अर्जुनले आफ्ना मित्रलाई चारैतिरबाट नमस्कार गरिरहेछन्। श्रीकृष्ण सम्पूर्ण पराक्रम र सम्पूर्ण पुरुषत्वका स्वामी हुनुहुन्छ र युद्ध भूमिमा जम्मा भएका सम्पूर्ण योद्धाभन्दा धेरै शक्तिशाली हुनुहुन्छ भन्ने कुरा अर्जुनले स्वीकार गरेका छन्। हजुरलाई त केवल एक मित्र ठानेर हजुरको महिमालाई नजानी मैले हजुरलाई दुस्साहसपूर्ण शब्द प्रयोग गरेँ। हे कृष्ण, हे यादव, हे सखा भनेर सम्बोधन गरे। प्रेमवश वा मूर्खतावश मैले जे गरेँ त्यसमा म क्षमा पाऊँ। यति मात्र नभएर सँगै विश्राम गर्दा, सँगै सुत्दा बस्दा वा सँगै भोजन गर्दा, कहिले एक्लै त कहिले साथीहरूका बिचमा ठट्टाको रूपमा धेरै पटक मैले हजुरको अनादर गरेँ होला। हे अच्युत, मेरा यी सबै अपराधहरू क्षमा गरिदिनुहोला। अध्याय 7 को श्लोक 42 विराट स्वरूपमा भगवान श्रीकृष्ण अर्जुनका अगाडि आफ्नो विराट रूप उपस्थित हुनुहुन्छ तापनि अर्जुनलाई श्रीकृष्णसँगको उही पूर्वव्रत मैत्रीपूर्ण सम्बन्धको सम्झना आइरहेछ। त्यसैले अर्जुन श्रीकृष्णसँग क्षमा याचना गरिरहेछन् र साथीका रूपमा व्यवहार गर्दा आफूबाट भएका सम्पूर्ण गल्ती भुलहरूलाई चाहिँ माफ दिनुहोस्, क्षमा दिनुहोस् भनेर उनी हरेकचोटि प्रार्थना गरिरहेका छन्। हजुर यो समग्र चराचर सृष्टिका पिता हुनुहुन्छ। हजुर नै प्रमुख पूजनीय र परम आध्यात्मिक गुरु हुनुहुन्छ। हजुर बराबर कोही छैन र हजुर समान पनि कोही हुन सक्दैन। हे असीम शक्तिशाली प्रभु, यो तीनै लोकमा हजुरभन्दा ठुलो अरू को हुन सक्दछ। जसरी छोराहरूका लागि पिता पूजनीय हुन्छ, त्यसै गरी भगवान श्रीकृष्ण सबैका लागि पूजनीय हुनुहुन्छ। उहाँ गुरु हुनुहुन्छ किनभने उहाँले नै सर्वप्रथम ब्रह्मालाई वेदको उपदेश दिनुभएको हो र अहिले पनि अर्जुनलाई उहाँले भगवद् गीताको उपदेश दिँदै हुनुहुन्छ। त्यसैले उहाँ आदि गुरु हुनुहुन्छ। अहिले पनि प्रामाणिक गुरु हुनका लागि कुनै पनि व्यक्ति भगवान श्रीकृष्णबाट सुरु भएको गुरु शिष्य परम्पराको उत्तराधिकारी हुनुपर्दछ। श्रीकृष्णको प्रतिनिधि नभई कोही पनि अलौकिक विषयको ज्ञान दिने आध्यात्मिक गुरु हुन सक्दैन। यहाँ भगवानलाई सबैतिरबाट सबै प्रकारले नमस्कार गरिँदैछ। उहाँको महानता अपरिमेय छ। भौतिक जगतमा होस् अथवा आध्यात्मिक जगतमा भगवान श्रीकृष्णभन्दा श्रेष्ठ वा श्रीकृष्णको बराबर अरू कोही नभएकोले भगवान श्रीकृष्णभन्दा महान कोही पनि हुन सक्दैन। हरेक व्यक्ति श्रीकृष्णभन्दा तल नै छ। श्रीकृष्णलाई पराजित गर्न कसैले सक्दैन। जसले भगवान श्रीकृष्णको दिव्य शरीर कर्म र पूर्णतालाई जान्दछ त्यो व्यक्ति शरीर छोडेपछि श्रीकृष्णकै धाममा फर्किन्छ र यो दुःखमय संसारमा पुनः फर्केर आउँदैन। त्यसैले श्रीकृष्णका क्रियाकलापहरू अरूका क्रियाकलापहरू भन्दा भिन्न किसिमका हुन्छन् भन्ने कुरा मानिसले बुझ्नु पर्दछ। भगवान श्रीकृष्णका सिद्धान्तहरूको अनुसरण गर्नु नै सबैभन्दा उत्तम नीति हो। चैतन्य चरितामृतमा भनिएको छ, एकले ईश्वर कृष्ण आर सब वृत, अर्थात् ईश्वर केवल श्रीकृष्ण मात्रै हुनुहुन्छ र बाँकी सबै उहाँका दास हुन्। हजुर प्रत्येक जीवात्माका पूजनीय परमेश्वर हुनुहुन्छ। त्यसैले म हजुरलाई सविनय सादर प्रणाम गर्दछु र हजुरको कृपाको याचना गर्दछु। जसरी बाबुले छोराको दृष्टतालाई सहन गरिदिन्छन्, जसरी एउटा मित्रले आफ्नो साथीको अशिष्टतालाई सहिदिन्छ र पतिले प्रिय पत्नीको त्रुटिलाई सहिदिन्छ, त्यसै गरी हजुरले पनि कृपा गरेर मेरो त्रुटिहरूलाई सहन गरिदिनुहोस्। पहिले नदेखेको हजुरको विराट रूप देखेर म हर्षित छु, तर मेरो मन भयले विचलित भएको छ। त्यसैले हे देवेश, हे जगनिवास, ममाथि कृपा गरेर मलाई फेरि त्यही पुरुषोत्तम रूप नै देखाउनुहोस्। हे विराट स्वरूप, हे सहस्त्र बाहु भगवान, म हातमा शङ्ख चक्र गदा पद लिएको, शिरमा मुकुट लगाएको हजुरको उही चतुर्बाहु रूपको दर्शन गर्न चाहन्छु। हजुरको त्यही रूपको दर्शन गर्ने मेरो अभिलाषा छ। भगवानले भन्नुभयो, प्रिय अर्जुन, मैले प्रसन्न भएर आफ्नो अन्तरङ्ग शक्तिका बलले तिमीलाई यही भौतिक जगतमा मेरो अलौकिक विश्वरूपको दर्शन गराएँ। यसभन्दा अगाडि अरू कसैले पनि यस्तो उज्जवल तजोमय आनन्दी अनन्त रूप कहिले देख्न सकेका थिएनन्। हे कुरुश्रेष्ठ अर्जुन, तिमीभन्दा अघि मेरो यो विराट रूपलाई कहिले कसैले देखेको थिएन। किनभने वेद अध्ययनद्वारा, यज्ञद्वारा, दानद्वारा
पुण्य कर्महरूद्वारा र कठिन तपस्याद्वारा यो भौतिक जगतमा कसैले मलाई यस रूपमा देख्न सक्दैन। यस सम्बन्धमा दिव्य दृष्टि के हो त्यो राम्ररी बुझ्नु पर्दछ। दिव्य दृष्टि कोसँग हुन सक्दछ? दिव्यको अर्थ दैवी हो। देवताको जस्तो दिव्य स्थिति प्राप्त नगरुन्जेल दिव्य दृष्टि पाउन सकिँदैन। त्यसो भए देवता भनेको के हो? वैदिक साहित्यमा भनिएको छ, हे भगवान विष्णुका भक्त छन् तिनैलाई देवता भनिन्छ। विष्णु भक्त स्मृति देवा, जो नास्तिक छन्। भगवान विष्णुका जसको विश्वास छैन वा जो भगवान श्रीकृष्णको निराकार अंशलाई मात्र परमेश्वरका रूपमा चिन्दछन् तिनीहरूले दिव्य दृष्टि पाउन सक्दैनन्। श्रीकृष्णको निन्दा गरेर दिव्य दृष्टि पाउन सम्भव छैन। स्वयं दिव्य नभएसम्म कसैले पनि दिव्य दृष्टि पाउन सक्दैन। अर्को शब्दमा भन्नुपर्दा जोसँग दिव्य दृष्टि छ तिनले मात्रै भगवानले जस्तै देख्न सक्दछन्। भगवद् गीतामा विश्वरूपको वर्णन गरिएको छ। अर्जुनभन्दा पहिले यो विराट रूपका विषयमा कसैलाई पनि जानकारी थिएन, तर अहिले यो घटनापछि मानिसमा विश्वरूप सम्बन्धी धारणा बनेको छ। यो वास्तवमा दिव्य छ। उसले मात्र यो विश्वरूपको दर्शन गर्न सक्दछ। भगवान श्रीकृष्णको शुद्ध भक्त नबनेसम्म कोही पनि दिव्य बन्न सक्दैन। मेरो यो विकराल रूप देखेर तिमी उद्विग्न भयौ, भ्रममा पर्यौ। त्यसैले अब तिम्रो उद्वेग समाप्त होस्। हे मेरा भक्त, तिमी फेरि सम्पूर्ण चिन्ताबाट मुक्त भएर शान्त मनले तिमीले चाहना गरेको अनुरूपको मेरो रूपलाई हेर। अध्याय 11 को श्लोक 50 मा सञ्जयले धृतराष्ट्रलाई भने, भगवान श्रीकृष्णले यस प्रकार अर्जुनलाई भनेपछि आफ्नो वास्तविक चतुर्भुजी रूप देखाउनु भयो र अन्त्यमा 2 भुजाधारी रूप देखाएर डराएका अर्जुनलाई सान्त्वना दिनुभयो। यस प्रकार श्रीकृष्णलाई उहाँको मौलिक रूपमा देखेपछि अर्जुनले भने, हे जनार्दन, हजुरको यो अत्यन्त सुन्दर मानवीय स्वरूप देखेर म अहिले स्थिर चित्त छु र आफ्नो सही स्वरूपमा फर्किएको छु। भगवानले भन्नुभयो, प्रिय अर्जुन, तिमीले देखिरहेको मेरो यो रूप देख्न पाउन निकै कठिन छ। देवताहरू पनि यो रूपको दर्शन गर्ने अवसर प्राप्त गर्नका लागि सधैँ इच्छुक रहन्छन्, किनभने यो यति नै दुर्लभ छ। यसै अध्यायको 48औं श्लोकमा भगवान कृष्णले आफ्नो विश्वरूपको निष्कर्ष दिँदै अर्जुनलाई सूचित गर्नुभयो, धेरै धेरै पुण्य कर्महरू र यज्ञद्वारा पनि यो रूप देख्न सम्भव छैन। यस प्रकार ए मानिसहरू अर्जुनलाई देखाइएको भगवान श्रीकृष्णको विराट रूपलाई उहाँको निजी रूपभन्दा महत्त्वपूर्ण मान्दछन्। उनीहरूका अनुसार श्रीकृष्णको व्यक्तित्व रूप काल्पनिक हो। एउटा व्यक्ति परम सत्य हुन सक्दैन भन्ने उनीहरूको विश्वास छ। तर भगवद् गीताको 4औं अध्यायमा आधिकारिक आचार्यहरूबाट भगवान श्रीकृष्णका बारेमा श्रवण गर्ने दिव्य पद्धतिको वर्णन गरिएको छ। यही नै वास्तविक वैदिक प्रक्रिया हो। जो यथार्थमा वैदिक परम्परामा छन् तिनीहरूले कुनै आधिकारिक व्यक्तिबाट श्रीकृष्णका बारे सुन्दछन्। यसरी बारम्बार श्रीकृष्णका बारेमा सुनिरहने भएकाले श्रीकृष्ण निकै प्यारो लाग्न थाल्नुहुन्छ। भगवान श्रीकृष्ण आफ्नो योग माया रूपी शक्तिबाट ढाकिनुहुन्छ भन्ने चर्चा हामीले धेरै पटक गरिसकेका छौँ। आफ्ना दिव्य दृष्टिद्वारा मेरो जुन रूपको दर्शन तिमीले गरिरहेको छौ, यसलाई वेदा अध्ययनद्वारा, गम्भीर तपस्याद्वारा, दानद्वारा र पूजाद्वारा बुझ्न सकिँदैन। यी साधनहरूद्वारा कसैले पनि मलाई यस रूपमा देख्न सक्दैन। हे अर्जुन, जुन रूपमा अहिले म तिम्रो अगाडि उभिएको छु त्यस रूपमा मलाई बुझ्न केवल अन्य भक्ति चाहिन्छ। भक्तिद्वारा नै मलाई प्रत्यक्ष देख्न सकिन्छ। केवल यही विधिले मात्र तिमी मसँग सम्बन्धित ज्ञानको रहस्यभित्र प्रवेश गर्न सक्दछौ। अन्य भक्ति योगको विधिद्वारा मात्र भगवान श्रीकृष्णलाई बुझ्न सकिन्छ। यो श्लोकमा स्पष्ट भनिएको छ, अनाधिकृत टीका टिप्पणीहरू काल्पनिक विधिहरूद्वारा भगवद् गीतालाई बुझ्ने जुन प्रयास गर्दछ त्यो केवल समयको अपव्यय मात्र हो। श्रीकृष्ण चतुर्बाहु रूपमा कसरी बाबुआमाबाट उत्पन्न हुनुभयो र कसरी तुरुन्तै रूप परिवर्तन गरेर 2 भुजाधारी बन्नुभयो भन्ने कुरा कसैलाई थाहा छैन। वेदको अध्ययनद्वारा र दार्शनिक चिन्तनहरूद्वारा यो कुरा बुझ्न अत्यन्त कठिन छ। त्यसैले यहाँ स्पष्ट भनिएको छ,
न कसैले उहाँलाई देख्न सक्दछ, न यी विषयवस्तुको गहिराइसम्म पुगेर कसैले उहाँलाई बुझ्न सक्दछ। वैदिक साहित्यका अत्यन्त अनुभवी विद्यार्थीहरूले मात्र अनेक प्रकारले वैदिक साहित्यका माध्यमले उहाँका बारेमा केही सिक्न वा जान्न सक्दछन्। यसका लागि धेरै विधि विधानहरू छन्। यदि कसैले साँच्चै नै श्रीकृष्णलाई जान्न चाहन्छ, जसले प्रामाणिक ग्रन्थहरूमा उल्लेख गरिएका विधि नियमहरूको पालना गर्ने गर्दछ, त्यही सिद्धान्त अनुसार मानिसले तपस्या पनि गर्न सक्दछ। प्रिय अर्जुन, सकाम कर्महरू र मानसिक कल्पनाका सङ्क्रमणबाट मुक्त भएर जो मेरो विशुद्ध भक्ति सेवामा लागेको छ, जो मेरो लागि काम गर्दछ, जसले मलाई आफ्नो जीवनको परम लक्ष्य बनाउँदछ र जसले प्रत्येक जीवात्मासँग मैत्री भाव राख्दछ, त्यसले निश्चय नै मलाई प्राप्त गर्दछ। आध्यात्मिक आकाशको कृष्ण लोकमा पुगेर परम पुरुषलाई प्राप्त गर्न चाहने र साक्षात् भगवान श्रीकृष्णसँग घनिष्ठ सम्बन्ध स्थापित गर्न चाहने मानिसले स्वयं भगवानले भन्नुभएको यस विधिलाई अपनाउनु पर्दछ। अन्ततः यो श्लोकलाई भगवद् गीताको सारभूत श्लोक भनिन्छ। यो भगवद् गीता वास्तविक आध्यात्मिक जीवनको ज्ञान नभएका र भौतिक प्रकृतिमाथि प्रभुत्व जमाउने उद्देश्यले सांसारिक कार्यमा संलग्न रहेका बदजीवहरूप्रति लक्षित छ। मानिसले आफ्नो आध्यात्मिक अस्तित्व कसरी बुझ्न सक्दछ, परम पुरुषसँग उसको नित्य सम्बन्ध कस्तो छ र भगवत धाम वा आफ्नो वास्तविक घर कसरी फर्किन सकिन्छ आदि कुरा सिकाउनु भगवद् गीताको उद्देश्य हो। प्रस्तुत श्लोकमा मानिसले आफ्ना आध्यात्मिक क्रियाकलाप वा भक्ति योगमा कसरी सफलता प्राप्त गर्न सक्दछ त्यो विधिको स्पष्ट व्याख्या गरिएको छ। भगवान श्रीकृष्णसँग असम्बन्धित कुनै पनि कर्म नगर्नुलाई कृष्ण कर्म भनिन्छ। मानिस विभिन्न प्रकारका कार्यमा संलग्न हुन सक्दछ, तर यसको फलप्रति आसक्त हुनु हुँदैन। कर्मको फल श्रीकृष्णका लागि समर्पित गरिदिनु पर्दछ। उदाहरणका लागि कसैले व्यापार गर्न सक्दछ, तर त्यो व्यापार कार्यलाई कृष्ण भावनामा रूपान्तरित गर्नका लागि व्यापार पनि भगवान श्रीकृष्णका लागि भनेर गर्नुपर्दछ। यदि श्रीकृष्णलाई नै व्यापारका कर्ता मान्ने हो भने व्यापारबाट हुने फाइदाको भोक्ता पनि भगवान श्रीकृष्ण नै हुनुपर्दछ। यस श्लोकमा श्री रूप गोस्वामी स्पष्ट भन्नुहुन्छ, विशुद्ध भक्ति गर्न चाहनेले सबै प्रकारका भौतिक सङ्क्रमणहरूबाट मुक्त हुनै पर्दछ। त्यस्ता व्यक्ति सकाम काममा बानी परेको र मनोधर्मीहरूका सङ्गतबाट पनि अलग रहनु पर्दछ। यस प्रकारका अवांछित सङ्गत र सांसारिक वासनाका सङ्क्रमणबाट मुक्त भएर नै मानिसले राम्रोसँग कृष्ण विज्ञानको विकास गर्न सक्दछ। त्यसैलाई भनिन्छ शुद्ध भक्ति। सारांशमा भन्दा भगवान श्रीकृष्णले आफ्नो अस्थायी विश्वरूपका साथै सर्वभाक्षी कालरूप र चतुर्बाहु विष्णु रूप पनि देखाउनु भयो। यसरी श्रीकृष्ण यी सम्पूर्ण रूपहरूका पनि मूल स्रोत हुनुहुन्छ। श्रीकृष्ण कुनै आदि विश्वरूप वा विष्णु रूपको अभिव्यक्ति हुनुहुन्न। भगवान श्रीकृष्ण ती सबै रूपहरूका पनि मूल हुनुहुन्छ। भगवान विष्णु त सयौं हजारौं हुनुहुन्छ, तर भक्तका लागि श्रीकृष्णको दुई भुजाधारी मूल श्याम सुन्दर रूप बाहेक अन्य कुनै पनि रूप त्यति महत्त्वपूर्ण लाग्दैन। ब्रह्मा संहितामा भनिएको छ, जो भक्तिपूर्वक वा प्रेमपूर्वक श्रीकृष्णको श्याम सुन्दर रूपप्रति आकर्षित छ, त्यसले उहाँलाई सधैँ आफ्नो हृदयमा विराजमान भएको देख्दछ र त्यसबाहेक अरू केही देख्दैन। अन्ततः हामीले के बुझ्नु पर्दछ भने यही कृष्ण रूप नै भगवानको वास्तविक एवं शाश्वत रूप हो र यही कुराको पुष्टि यो 11औं अध्यायको तात्पर्यले गरेको छ। यस प्रकार श्रीमद् भगवद् गीता ग्रन्थ अन्तर्गत विराट स्वरूप शीर्ष 11औं अध्यायको भक्ति वेदान्त तात्पर्य समाप्त भयो। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। जय श्री कृष्ण। राधे राधे।